हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। लाइफ बजार सन्चै हुनुहुन्छ र म नि एकदम ठिक छ। आज चाहिँ हामी चाहिँ पार्लर जान लागेको थ्रेडिङ गर्नलाई। सो भिडियो चाहिँ लास्टमा हेरिदिनु होला। हामी चाहिँ पार्लर पुगेर पनि आन्टीको चाहिँ क्लिन्जिङ गर्ने रे। सो यहाँ चाहिँ क्लिन्जिङ गर्नलाई पनि सुधी क्लिन्जिङ गर्न पाउने रहेछ। मलाई चाहिँ खुसी लाग्यो। आन्टीको चाहिँ अब स्टार्ट भयो क्लिन्जिङ गर्नलाई। क्लिन्जिङ प्लस थ्रेडिङ गर्ने रे। यहाँको सुविधा चाहिँ के छ भन्दाखेरि चाहिँ ब्ल्याङ्केट चाहिँ ओढेर सुत्न पाउने। कस्तो मजाको क्या। अनि त्यहाँको दिदी पनि एकदम मजाको बोलचाल, कस्तो राम्रोसँग बोल्नु हुँदो रहेछ, कस्तो राम्रो क्लिन्जिङहरू गरिदिनु हुँदो रहेछ। अनि मलाई चाहिँ एकदम राम्रो लाग्यो। सो भिडियो चाहिँ हेर्दै गर्नु होला। हामीले ड्राई होइन उ गर्नुपर्छ। पहिला क्लिन्जिङ गर्ने, पहिला थ्रेडिङ गर्नु हुने रे, त्यसै क्लिन्जिङ। हाम्रो आन्टीको 300 होइन त क्लिन्जिङको? 300 मात्रै रे क्लिन्जिङ। जुन गर्दा पनि सस्तो रहेछ। अन्त कति 500 दिन्छ नि? 500 नर्मल 500 छ। अनि मैले त अब यहाँ गाउँमा त्यही त नर्मलै 500 छ। मैले जुन यो गरेको छु यो 2-3 थरीका छ। यो 2-3 थरीको यिनीहरू सबै हो दिदी क्लिन्जिङ? मिलको रहेछ। यति धेरै क्लिन्जिङ छ। जुन गर्दा पनि 300 मात्रै। हाम्रो दिदीले क्लिन्जिङ गर्दै हुनुहुन्छ। थ्रेडिङ आज त मेरो दाँत थोते निस्किन्छ, त्यो पनि ननिस्किने गरी बनाऊ भिडियो। कन्टेन्ट नहुने बेलामा दिदी कसरी चलाउन आउँछ फेरि हात? आफूलाई आउँदैन। सिक्नुपर्छ। सिकेपछि त आउँछ। बानी भइसक्यो दिदीहरूको। अनि त्यही भएर स्किनहरू त स्किन धेरै टाइप्सको हुन्छ होइन दिदी? अनि मान्छेहरूले त्यो पार्लर सिक्नेहरू सबै थाहा हुँदो रहेछ है, आफ्नो स्किन कुन टाइप्सको कुन होइन। तर यस्तो हो कि हामीले युज गरेपछि थाहा हुन्छ। अब युज गरेपछि त्यो क्रिमले भएन भने त्यसपछि मात्रै थाहा हुने कुरो हो। पहिले थाहा हुन्न नि। के भयो? राम्रो छ त झन् सेटाफिलको। इन्डियन पनि रहेछ, कोरियन पनि रहेछ नि त फेरि। अनि मैले चाहिँ किनेको छु इन्डियनको। कोरियन ठिक हुन्छ। कोरियन ठिक हुन्छ नि। कोरियन त अलिकति व्हाइट बनाउँदो रहेछ है। मेरो ठुलो दिदीले त्यही सिटाविलको लाउँछ, कोरियनको लाउँछ। त्यही महँगो पर्दो रहेछ नि दिदी लास्टै। फेस फेरि कस्तो राम्रो बनाउँदो रहेछ कि। कोरियन र जापानिज ठिक हुन्छ। ग्लो निकालिदिन्छ नि फेस। स्किन नमिल्न नि सक्छ। जापानिज किनेर लाँदा हुन्छ तिमीले क्रिमहरू। मेरो आइब्रो नभएको माथि झन् यसपालि त थ्रेडिङ नगरेकै धेरै भयो। आन्दान धुन कस्तो पैसा कमाउँछ होइन? मेरो हात कालै भएछ सबै जाडोले। नै त्यो कलर लाग्छ क्या हातमा। लाग्दो त रहेछ। तर जान्दैन नि दिदी कलर। 1-2 दिन मात्रै जान्छ। 1-2 दिनमा मात्रै। कस्तो चिलाउँछ त्यो हातमा पऱ्यो भने त। फुटे रहेछ क्या त्यो पन्जा। सबै कालो पर्छ। कालो त केही हुन्न। चिलाउँछ कि चिलाउँछ। असर पर्छ भने त्यो चाहिँ गाह्रो हुन्छ। केमिकल हुँदो रहेछ नि त बेसरी यो कलरमा पनि। थोरै छुयो भने पनि बेसरी पोल्छ मेरो त। मलाई चाहिँ त्यो कलर हातमा छ भने चाहिँ चिलाएर पागल हुन्छु। कस्तो चिलाउँछ अनि यस्तो गनाउँदा नि हुँदैन भने पचिसकेको होला क्या तपाईँको चाहिँ अब। त्यही भएर नि हो। मेरो त पचिसक्यो। पहिला चाहिँ हुन्थ्यो।
चिराउँछ यो आन्टीको त स्किन त ग्लो रहेछ है कस्तो सफा आउँछ अब यो एकचोटिमै कस्तो टल्किन्छ पहिल्यै ग्लो रहेछ नि उहाँको महिनामा एकचोटि त गर्नुपर्ने हो कि मसाजको लागि महिनाको हप्तामा 2-3 चोटि गर्छ हामीले चाहिँ नगर्ने कामले बिजी भयो नानीको पनि 10 लाख कति पैसा फसेछ भन 50,000 जमानी बस्ने कति त्यसले तिमी फेरि हो कि कस्तो टल्केको छ नि आफ्नो अघि अनुहार कस्तो कालो थियो अहिले त कति सेतो भयो सेतो प्लस ग्लो निस्केको होइन र अब चाहिँ महिनामा गऱ्यो नि तपाईँको झन् कस्तो दामी हुन्छ कहिले गर्नुभएको थियो अरे अस्ति त तपाईँहरू त्यो तिहारमा हो कि दसैँमा गरेको तिहार र दसैँको बिचमा होला ल यति राम्रो लाग्यो हाम्रो आन्टी मेमोरी हुन्छ नि